सल्काइदियो त नमो नारायण ओम आउनु यता आउनुहोस् यहाँ फुललाई पनि त्यहाँ हालेर एउटै मात्रै होइन अर्को भइसक्यो यहाँ माथि यसको भाग त्यहाँ बुझाउ त त्यहाँको लाग्ने कि चाहिँ हेलो नमस्ते तल पनि एउटा भेटिराख्ने दुई फ्यामिली अब हो त्यो कलश तिनटै कलश त्यहाँ कतिवटा कलश छन् एउटा पेदो कलश नमो भगवते वासुदेवाय Okay, so it's like kind of pray. पानी चढाइदिनु त्यो कलशमा राखिदिनु है अथर्ववेद आएन भन्नु एउटा ग्रहको कलश हो त एउटा अगाडिको त्यहाँ यो दिन त्यो पल्लो चर्चमा राखिदिनु त्यहाँ हो त्यो ग्रहको कलश छ कि त हो त्यहाँ त्यो मान्छेहरूलाई ग्रहको बुझाएर भन्छ क्या सन्नु देवी नमस्ते आफू बनाउँछ बिते समेर अथवा बेला आएन म बोलाएन त्यो हिजो कुरेको बत्ती त्यही हो होइन अर्को होला त्यो दुईटै वाले अब त्यो कलशको तिनटै कलशको बुझाएर है यदि कलशले बुझाएर त एउटा पेद हो नौग्रह बुझाएर अनि त्यहाँ फोटो नभए त्यो कलश राखेर राम्रो पनि भयो त्यो कलश राखेको त अनि त्यसपछि एउटा शान्ति गरेर बरु कलश है आज सबै कलश ओम ब्रह्मराधेते पुरान्तकारी भानु सजीवनी सत्य नवै ग्रह शान्ति गराउनु हाम्रो सबै देवताहरू खुसी भइदिनुहोस् हाम्रो हृदय चतुर्वेदहरू खुसी भइदिनुहोस् शान्ति वर्गहरू खुसी भइदिनुहोस् सूर्य नवग्रहहरू खुसी भइदिनुहोस् हाम्रो सबै दानी मानी देवताहरू सबै भइदिनुहोस् भने त्यो बोलाउनु त्यहाँ राख्नु हिरण भएर प्राप्त गर्न सक्छ सबै गाउँ यो साबदित्य पुरुष अब सङ्घटन उठ्यो भइदिएर गण्डको स्वास्थ्य राजी चाम्पो यहाँ तालिका गीत बुझाएर बत्तीको तालिका गीत तालिका गीत बत्तीको बुझाएर बाहिर नमः कमल नाभाय वासुदेव नमः शिशुभं भगवती त्यो प्रसाद चढाउनु पर्छ कुन चाहिँ गेडा चुनेर चढाउने यो अङ्गुर क्या एउटा प्रसाद राख्नु त मेन सबै प्रसाद अङ्गुर साइज हुन्छ के भन्नु हो यदि सबै राख्नु प्रसादहरू देखो दुईवटा गेडा राखिदिए कति लाग्छ फुल्ने है शुभम भवतु कल्याणम आरोग्यम सम्पदाम सर्वशत्रु विनाशाय दीपज्योति यसमा नमस्ते ब्रह्म विष्णु राख्ने नैवेद्य सजिलो क्या ओ दण्डको थियो त्यसमा राख्ने सबै राख्ने प्रसाद त्यही राखिदियो त्यो प्रसाद है पूर्व सङ्कल्प सिद्धि राज्यको वस्त्र अत्रि अचल सेवा सत्य समस्त शान्ति यज्ञ गर्ने निमित्त आतकम निर्विघ्न कवि सप्ताहम श्री गणेश पूजनम करिष्ये खाइष्ये हरि ओम नरिवेल छ एउटा नरिवेल छ भित्रमा रातो कपडा भएन अहिले चाहिँ रातो कपडा नि ल्याउनु है जङ्गी त होइन बा त्यो थाली नि छ त्यो पढेर बनायो भन्नु गाडी भगवान हात जोड्नु ओम गजानन विघ्नेश्वराय वरदाय
साधनाय सिद्धेभ्य देवो विशिताय नमस्ते देयं सदा परिभवं महीषदोहं शाश्वतं शिवविनिचयतं शरण्यं दैत्यार्त्यं प्रणतकालं भवामि भूतं वन्दे महापुरुषते शरणरविन्दं वन्दे महापुरुषते शरणरविन्दं लम्बोदर भगवान को ऋग्वेद को शांति स्वरूप कलश को नवग्रह कलश को भगवान को देवता को बत्ती वाला है माथि ओम गम गणपतये नमः ओ सूर्याय नमः ओ देव्यै नमः शिवाय नमः विष्णवे नमः विनायकाय नमः दुर्गाय नमः वायव्ये नमः आकाशाय नमः अश्विनी कुमाराय नमः सूर्याय नमः ओम सोमाय नमः ओम भौमाय नमः ओम बुधाय नमः ओम बृहस्पतये नमः ओम शुक्राय नमः शनिश्चराय नमः राहवे नमः केतुभ्य नमः ईश्वराय नमः कंदाय नमः हराय नमः ब्रह्मणे नमः इंद्राय नमः यमाय नमः कालाय नमः ओम चित्रगुप्ताय नमः ओम अग्नये नमः अदभ्ये नमः भौम्ये नमः विष्णवे नमः इंद्राय नमः इंद्राटे नमः प्रजापतये नमः ओम सर्पाय नमः अरे ब्रह्मणे नमः इंद्राय नमः ओम अग्नये नमः ओम यमाय नमः ओम निरिते नमः वरुणाय नमः सोमाय नमः ईशानाय नमः ब्रह्मणे नमः अनंताय नमः ध्रुव अष्टवसुभ्ये नमः धात्रादि द्वादश कृतेभ्य नमः वीरभद्रादि एकादश कृतेभ्य नमः गौडेति शब्द मातृभ्य नमः आवादि शब्द भद्रभ्य नमः विनायकाय नमः ब्रह्मणे नमः ओम विष्णवे नमः रुद्राय नमः अर्काय नमः वनस्पतये नमः इष्ट देवताभ्य नमः कुल देवताभ्य नमः समस्त देवी देवताभ्य भाइरल हुनु होला फेरि ल भाइरल हुनु पर्छ म अलरेडी भाइरल छ अलरेडी म भाइरल छ सबै भयो अब हरिओ नमो त्यो पानी हाल्नु छुँदै मार्दैन त्यो पानी छुँदै मार्छ म पढिरहेको छु नेपाल देश अन्तर्गत शुक्लै गण्डकी पश्चिम दिभागे कृष्ण गण्डकी पूर्व दिभागे तालुका उत्तर दिभागे हिमालयपट्टि गौरी घाट समिति दरबारमा यहाँ पनि समस्त संवत्सरे श्री सूर्य उत्तरायण शिशिर फाल्गुन शुक्ल पक्ष
फाल्गुन त्रयोदश्यां शुभपारि पुण्यतिथौ पूर्वदिन समस्त देवी देवता स्थापना तथा द्वितीय दिन दीप कलश गणेश पूजन तथा सूर्यादि नवग्रह पूजन ब्रह्मा विष्णु महेश्वर तथा श्री सामवेद पूजन उत्तर अथर्ववेद ब्रह्मा विष्णु महेश्वर शान्ति कलश अरिष्टादि नवग्रह लक्ष्य अरिष्टादि नवग्रह शान्ति अर्थ कर्तु तथा चतुर्वेद मन्त्र जपबाट कर्म कर्तु नाना नाना वासुदेव व्यक्ति गणपति कर्म भनिदिनु हो त्यसमा नि मासु त पकायो होला पहिले गणपति संपूजन पद्यम गणपति आदि संपूजन ओम नमो भगवते पौष्टिक आएर भैया भन्नु पौष्टिक आएर होइन पौष्टिक आएर अनि त्यसपछि यहाँ बलवर्धन आएन त्यहीँ छरे त्यही बलवर्धन आएन गन्धपुष्पासित आदि प्रजापति आएन मध्य ओम नमो भगवते वासुदेव विष्णवे नमः गन्धपुष्पासित हामी सम्पूजन राज्य हेर्नुहोस् त फुलले राज्य है तपाईँ ओम यस्तो हल्ला किन भसी पढ्न पनि मजा आउँथ्यो पनि पर्दा ओ नमो भगवते वासुदेवाय नमो राज्य है ओ नमो भगवते वासुदेवाय नमो गीता चतुर्मुखो कर्म सर्ववेद भगवान सर्वधर्म ज्ञान सर्वधर्म विदाम्बर गीता ते मम एक होती के गुरु आचार्यता सर्वे सत्यवती बृहस्पति तथा तो मम एक आचार्य सुप्रभाव अत्रि गोत्रस्तुति जाग्रत सक्र भारत खोलेर जब एक तथा होमै दानेश विवेक नन्दी पालेका गीता देहे सीता वेदा पावै रक्षतु सकम देशन जब एक बसिता ब्राह्मण जगमति सती सुनो कैसी स्मृतम ऐसा वाक्य तेनेन सुतेति महिला जर पावन सर्वर्ण ब्राह्मण कर्म रूपेण सर्व कर्म रत नित्यं वेद शास्त्र कोविद यद्वाक्ये मित संहिता रीतेन तिन रजमान अंकित कुर्वन्तु कर्मधर्मसित एतोक्त नियमेन मन्त्रार्थे तिन बुद्धय कृपालोचनाचार्यं विद्यो बुद्धिमाप्यो मम एके सदा पूज्य मन सन्तु भय नियमान्वित खोदन सदा नित्यं प्रसन्न मनस सदा अदुष्टवासिना सन्तु मा सन्तु वर निन्दका ममापि नियमे होति भवन्तु भगवतः समस्त देवी देवताहरूको जय भगवानको जय साम्ब सदाशिव भगवानको जय प्रतिष्ठा बनेको जय
राज्य पर्वतमा सकल जगत त्यस्तै म्याट चाहिएको संकल्प सिद्धि समस्त पूजा सहित अग्निस्थापना हवन आधा राज्य भाग पंचभाग होम करो प्रधान धोते सूर्यादि नमग्रे वीरभद्राने कांत सहित गौड़े ईश्वर समाधि आवादि शब्द द्वादश संख्या सरस्वती गिरिमते अन्नपूर्ण चंडी देवराले भूमिदेवाय गौडदेवाय क्षेत्रफला मित्र तीर्थराज आहेत वर्तराज गुरु जोग्यमा एकजना बदन बदन तान्नु तपाईँ तान्नु अनि म्याचमा बस्नु त्यो त भयो नि मान्छे हेर्नु त्यो हाम्रो भएका पछाडि हो यही भनेको त्यो जोड्नु परेर परेर बस्न मिल्छ नि के हुनु खाँदै गरे के भयो यसो गरौँ यस्तो यता खोलिनु हुन्छ तपाईँ पुरै अफिसतिर राख्दै हुन्छ त त्यही भयो नि हुँदैन पेटी छैन पेटी निकाल्नु पर्छ कालो नभन्नु तल केही छैन अर्को रङको कालो सानो भयो
नमामि विघ्नेश्वरपादपङ्कजम् ॐ गं गणपतये नमो नमः देव सदा सर्वत्रिकण्ठवर्ते नारायण सरस्वती सरचन्द्रपीठ जयो ॐ नमो भगवते वासुदेवाय वन्दे देवमातरं वन्दे जगत्कारणं वन्दे 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 पशूनां वन्दे सूर्यशशङ्खवर्णनं वन्दे वन्दे भक्तजनं श्रियं वन्दे शिवां शङ्करं साम्बसदा शिवाय नमः देवी प्रपन्नाति हरे प्रसीद माता भगवतलस्य प्रसीद विश्वेश्वरि पायिभ्यः त्वमेश्वरी देवी चराचरस्य नाहं ब्रह्म मुरारी त्रिपुरन्दकारी बानो शशि भूमि सुतबुधश्च गुरु च सुप्रस्मिरामेतव न वैग्राशान्तिकरा भवन्तु इष्टदेव कुलदेव नागदेवता सहित अत्रापिता सम्पूर्ण देवदेव्यो नमो नमः इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि अपकर्माणि दुर्मतानि मानि पुष्पाञ्जलिर्व्यक्तसुताय नित्यम् अयेन वाचा मनचन्द्रया बुद्धात्मनाभावप्रतिशोभावा करोमि यज्ञ सकलं परस्मै नारायणायेति समर्पयामि नारायणायेति समर्पयेत लक्ष्मण भगवान को शंकर भगवान को माँ काली माँ लक्ष्मण सरस्वती को लंबोदर भगवान को संपूर्ण पूज्य देवता को चढ़ाई दी हो अब पूज्य देवता को छंद रसोर सतवासुदेव वैरतय सतपर्ण होला श्री कृष्ण वासुदेव वर्ण होला श्री कृष्ण वासुदेव वर्ण होला गुरुदेव नमो नमः गुरुदेव नमो नमः अनादिकन धैर्य भएर
अज्ञानात्म विद्वंसं कोटिसूर्य समापर्व शुक्लकाय कथासारा मम कर्णरसायन अधिज्ञान विराजतु विवेको वर्तते महामोहविराजते वैष्णवेकते कथं यः बोधकरो प्रायतिवस्ता सुरगणगतं किलसकान् तस्यैव स्वदने विपरायणं रसम्यपर्वचय पावनानं च पावनं पुण्यवाति परं शासं साधनोपराधनं चिन्तामणि लोकोदरं स्वरादोषसम्पदं परिषदि गुरुवृत्तं भगवान खुसी हुनुहोस् है भाइबाट मलाई बनाइदिनु यसलाई बनाइदिनु श्रीमद्भागवतं शास्त्रं सर्वे शोकार्य कुशलासुर उदसं प्रयच्छतु ग्रेतदशुरामं वेदं विनिमये जाते उदराज्ञ कपयेतां रसं प्रयन् सर्वे श्रीभागवतागतं उपकथाकथानते पचन्मो वाच कोमणिमहं वमरदग्रेव तददेवदासस अवगाहा तसवेगय नददसकथावृतं श्रीभागवते वर्ग सुरणनविदुर्लभ रागमनतथावेश पुरदाता विविधित पत्रलेखलं वद कुलयसाधनमिद अगुण्यनिर्जातानि पतारिगणं सर्वे विषयं परमं मेरे भगवतरूपं तत्र भगवतं करो शरणं वैकुण्ठं फलदायक सप्ताहेन श्रुतं चैतं सर्वदा परिदयक सनकादे पुराभक्तं नारदाय दया परे यदुकर सम्माता श्रुतमेत सुरसुन सप्ताह शरणविधि कुमारे कसवसित सनुभाग लोकविरमुक्तस सुधभाग प्रत्येकैशामि पति उत्तम कथा नकं सुखेन रहस्य संविचार्य जगदत विश्रामाय स्वत्पारादिशोन्मला प्रसन्नत समायात दत्तचतुर्नारदकुमार नमः दिनामन्त उत चिन्ता कुरु भव परितं कमते पुत्र उत चाचन भव इदानीं सुनिचित्तसे उत वेदो यथा तदेव सम्प्राप्ते नोचेतं परतरुण नारदवागं पृथिवीयं तत सर्वोत्तममिति वसन्तप्रयागं काशीगोदावरी तथा हरिक्षेत्रपूर्वक्षेत्र तिरुनक्षत्रवन्दन विवाहामान्तिशीतीर्थेषु ब्रह्ममाणायितः नापश्यपुतचित् सर्वं मनसन्तोषकारक वैकुण्ठरामेण धारयं वासिन मन्दसुमन्दमाय मन्दभागवेवोत्तः आखण्डनिरतासन्तो दीर्घदासपरिग वरुणेन पर्वतागेय शालभोरुद्रायक अन्यभिर्युनो लोभ अपदेन चपयोगणः आश्रमाय वने तीर्थानि सरिता तथा देवतायतनानि तुतिनाटानि भूरिशा खाली नहीं काउली आई जाए
वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नारायण परमा श्रीमद् भागवत आयोजन गरिएको छ जुन यताको श्रीमद् भागवतको मुख्य उद्देश्य हाम्रा स्वर्गीय व्यक्तिहरू है देवीलाल पहाडी कृष्णलाल पहाडी मण्डलाल पहाडी माया पहाडी नारायण पहाडी सदा पहाडी चित्र पहाडी लगायतका सम्पूर्ण स्वर्गमा रहेका व्यक्तिहरूलाई बाबाहरूलाई आमाहरूलाई बचपन प्रवासो सम्पूर्ण दोषहरू निवारण भएर उत्तुलक प्राप्त भन्ने उद्देश्य राखी नारायण हरिहरि यस लोकमा हामीलाई सुख हो शान्ति हो यसरी हो सत्कर्म सद्वैतै सत्सङ्कल्प सद्विद्याद्वारा सत्मा पाउन सक्नु भन्ने उद्देश्य राखी शान्तिको कामना गरी श्रीमद् भागवत महापुराणान्तर्गत यथा यज्ञ आयोजन गरेका छन् जुन यथा अन्तर्गत श्रीमद् भागवत अन्तर्गत सदा शिव भगवान् महाकाली महालक्ष्मी माँ सरस्वती वासुदेवतः षोडशादि मान्यका देवता सूर्यादि नवग्रह सहित दीप कलश गणेशादि सम्पूर्ण देवताहरूलाई हामीले पूर्वाङ्ग दिन सबै स्थापना गरी आह्वान गरी पूजा गरेका छौँ यस्तो शुभ समयमा शुभ मुहूर्तमा हाम्रा सम्पूर्ण भक्तजनहरू जसलाई नारायण हरिहरि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यहाँ पाल्नु भएको छ हाम्रा इष्टमित्रहरू उत्तमहरू आदरणीय हाम्रा गुरुदेवहरू सबैलाई हाम्रो यज्ञमा स्वागत गर्दै अब हामी श्रीमद् भागवतको सामान्य रूपमा बयान गरिरहेछौँ। जहाँ पनि हामीले भन्छौँ ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय नारायण हरिहरि नारायण हरिहरि नारायण हरिहरि। अब यसरी कसरी मुक्ति भयो कसरी संसार नाम भयो भने बारेमा नारायण हरिहरि संसारको सृष्टि गर्ने क्रममा प्रलय हुन्छ सृष्टि हुन्छ सृष्टि हुन्छ फेरि प्रलय हुन्छ जन्मन्छ मर्छ त्यो संसारको नियम हो। सृष्टि गर्ने क्रममा भगवानले ब्रह्माजीलाई सृष्टिको इच्छा गरेर जन्म चारवटा कुरा भन्नुभएको थियो जन्म चारवटा भन्नुभएको थियो जुन कुरा मैले पहिला पनि सुनाइसकेको छु तपाईँहरूलाई मैले सुनाउने कोसिस गर्छु। नचिरेको त फेरि सृष्टि हुन्छ जन्मेपछि मर्नुपर्छ मरेपछि फेरि जन्मनुपर्छ जन्म पाइन्छ जन्म नजन्म पनि पाइन्छ तर जन्मेपछि नमर्न पाइँदैन नमर्न पाइँदैन। त्यसको एउटा जीवन के हो
सामान्य हो यो संसारले जसलाई सृष्टि गर्यो यो संसारको चार तत्त्व जसले सिर्जना गर्यो कुनै भगवानले भन्नुभएको हो मलाई कसैले देख्दैन देख्ने हुने यहाँका आँखाले हेर भित्रका आँखाले हेर जन्मेपछि अवश्य मृत्यु हुन्छ जन्मेपछि अवश्य मृत्यु हुन्छ तर अगतिमा पढियो भने अकालमा मृत्यु भयो भने मृत्यु हुने समय नआइकन जानु पर्यो भने अनि त्यस्तो बेलामा कुनै किसिमका हामीले गरेका कर्महरूले कुकर्महरूले अथवा राम्रो काम गर्दा गर्दै पनि त्यस्तो किसिमको केही नराम्रो भयो भने हामी के हुन्छौँ मुक्ति प्राप्त गर्दैन त्यसमा सुख भए जस्तो पनि हुन्छ तर त्यसको परिणाम साह्रै दुःख हुन्छ यहाँ मात्र होइन प्रत्यक्ष मात्र होइन भोलि यो शरीरबाट विदा भइसकेपछि हामीलाई चलाउने यो तत्त्व जसलाई आत्मा भनिन्छ जसलाई ईश्वर भनिन्छ जसलाई श्रीकृष्ण भनिन्छ श्री कृष्ण जसलाई श्रीकृष्ण भनिन्छ जसलाई राम भनिन्छ जसलाई हामीले विभिन्न प्रकार शिव भनेर पुकार गरेका छौँ यो शक्ति मुक्ति भएन भने के हुन्छ प्रेत बन्छ र दुःख पाएर हाम्रा छोराहरूले दिएको तर्पण अन्न पिण्ड उनीहरूले खान पाउँदैनन् र उनीहरू तर्पेर घुमिरहेका हुन्छन् आफ्ना छोराछोरीको लागि आफ्नो उद्धार गरिदियो भनेर भन्छन् प्रत्यक्ष आएर गर्न सक्ने शक्ति छैन अप्रत्यक्षबाट छोराछोरीले बुझिँदैनन् नबुझेको उनीहरूले कैयौँ वर्षसम्म बाबु छोराछोरीहरूले त्यसको प्रायश्चित्त नगरिदिएका कारणले गर्दा के भएका हुन्छन् एउटा दूषित आत्मा बनेर यहाँ वरिपरि बढिरहेका हुन्छन् त्यसो भएको हुनाले पितृहरूलाई मुक्ति गर्नको लागि यही श्रीमद् भागवतै सबभन्दा ठुलो छ नारायण हरि हरि नारायण हरि हरि नारायण हरि हरि नारायण हरि हरि नारायण अब यसमा यसरी मुक्ति गराउँछ भन्ने प्रमाणहरू के छन् त नि भन्ने बारेमा हाम्रो श्रीमद् भागवतमा बडो विधिसँग सप्रमाणित यहाँ बयान गरेको छ नारायण सबै कुरा तपाईँहरूले सुनिरहनु भएको छ म त्यसलाई छोटो गरेर भन्न खोज्छु जसलाई नारद ब्रह्माजीले नारदलाई भन्नुभयो तिनै सात श्लोक नारदलाई भन्नुभयो वेदव्यासलाई भन्नुभयो पराशर ऋषिका छोरा जसले 18 पुराणको रचना गर्नुभएको थियो वेदव्यासले शिवका साथी भएका आफ्ना सुपुत्र शुकदेवलाई भन्नुभएको थियो यस्ता सधैँ भगवानको नाम जप्ने शुकदेव नारायणदेखि बाहेक केही पनि जप्नु थिएन नारायण 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 भन्दा कतै जोडिन्छ कि कतै बोलिन्छ कि भनेर खाना पनि खानु हुँदैन हावामा खाएर बस्नुहुन्थ्यो केही पनि खाने Bhagavad
यो संसारले जसलाई सृष्टि गर्यो यो संसारको चार तत्त्व जसले सिर्जना गर्यो कुनै भगवानले भन्नुभएको मलाई नसुने देख्दैनौ देख्ने हुने यहाँका आँखाले हेर भित्रका आँखाले हेर जन्मेपछि अवश्य मृत्यु हुन्छ जन्मेपछि अवश्य मृत्यु हुन्छ तर अगतिमा परियो भने अकालमा मृत्यु भयो भने मृत्यु हुने समय नआइकन जानु पर्यो भने अनि त्यस्तो बेलामा कुनै किसिमका हामीले गरेका कर्महरूले कुकर्महरूले अथवा राम्रो काम गर्दा गर्दै पनि त्यस्तो किसिमको केही नराम्रो भयो भने हामी के हुन्छौँ मुक्ति प्राप्त गर्दैन मुक्ति प्राप्त गर्दैन सुख भए जस्तो पनि हुन्छ तर त्यसको परिणाम साह्रै दुःख हुन्छ यहाँ मात्र होइन प्रत्यक्ष मात्र होइन भोलि यो शरीरबाट विदा भइसकेपछि हामीलाई चलाउने यो तत्त्व जसलाई आत्मा भनिन्छ जसलाई ईश्वर भनिन्छ जसलाई श्रीकृष्ण भनिन्छ श्री कृष्ण जसलाई श्रीकृष्ण भनिन्छ जसलाई राम भनिन्छ जसलाई हामीले विभिन्न प्रकार शिव भनेर पुकार गरेका छौँ यो शक्ति मुक्ति भएन भने के हुन्छ प्रेत बन्छ र दुःख पाएर हाम्रा छोराहरूले दिएको तर्पण अन्न पिण्ड उनीहरूले खान पाउँदैनन् र उनीहरू तर्पेर घुमिरहेका हुन्छन् आफ्ना छोराछोरीको लागि आफ्नो उद्धार गरिदियोहरू भनेर भन्छन् प्रत्यक्ष आएर भन्न सक्ने शक्ति छैन अप्रत्यक्षबाट छोराछोरीले बुझिँदैनन् नबुझेको उनीहरूले कैयौँ वर्षसम्म बाबु छोराछोरीहरूले त्यसको प्रायश्चित नगरिदिएका कारणले गर्दा के भएका हुन्छन् एउटा दूषित आत्मा बनेर यहाँ वरिपरि बढिरहेका हुन्छन् त्यसो भएको हुनाले पितृहरूलाई मुक्ति गर्नको लागि यही श्रीमद् भागवतै सबभन्दा ठुलो छ नारायण हरि हरि नारायण हरि हरि नारायण हरि हरि नारायण हरि हरि नारायण अब यसमा यसरी मुक्ति गर्ने भन्ने प्रमाणहरू के छन् पनि भन्ने बारेमा हाम्रो श्रीमद् भागवतमा बडो विधिसँग सप्रमाणित यहाँ बयान गरेको छ नारायण सबै कुरा तपाईँले सुनिरहनु भएको छ म त्यसलाई छोटो गरेर भन्न खोज्छु जसलाई नारद ब्रह्माजीले नारदलाई भन्नुभयो तिनै सात श्लोक नारदलाई भन्नुभयो वेद व्यासलाई भन्नुभयो पराशर ऋषिका छोरा जसले 18 पुराणको रचना गर्नुभएको थियो वेद व्यासले शिवका साथी भएका आफ्ना सुपुत्र शुकदेवलाई भन्नुभएको थियो यस्ता सधैँ भगवानको नाम जप्ने शुकदेव नारायणदेखि बाहेक केही पनि जप्नु थिएन नारायण 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 भन्दा कतै छोडिन्छ कि कतै भुलिन्छ कि भनेर खाना पनि खानु हुँदैन हावामा मात्रै खाएर बस्नुहुन्थ्यो केही पनि खाने ना चाहन्छु संकल्प सिद्धिछु अग्नि अर्थन सेवा 70 वर्ष माध्यन्दैन शुक्ल यजुर्वेद दाइमा भन्दै समस्त परिवार सहित पूर्व दिन आरम्भ सहित द्वितीय दिन श्रीमद् भागवत पाठ पारायण सत्रले खडङ्ग पूजन सूर्य दिन नवग्रह पूजन पूर्व दिन सपाद शिवटिका तथा द्वितीय दिन समस्त ब्राह्मण ओइ तिमीहरुको के चलेको यो टु प्लेयर कस्तो टु प्लेयर हो नि यस्तो मिनी गोल्फ दुई जनाले खेल्न मिल्ने कति राम्रो मौसम छ नि
घरे आउँछ कोही कुरो उठ्नु पर्ला काम हो त पारेको आधा ससुपुत्र अब यसपछि तपाईँहरू खाना खायो भने पञ्चरले आगै बाह्र